सफलताको आशा त धेरै छ तपाईबाट। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन्। युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्दा जेसुकै गरौँ भन्ने सन्देश दिन चाहन्छु भने भन्नुभएको थियो। जेसुकै गर भनेर सुतिरह भनेको होइन क्या। त्यो जेनजी पुस्तालाई चाहिँ तपाईँले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने हो। म पनि जेनजी पुस्ता नै हो भन्दा 2 वर्ष बढी हो। प्रधानमन्त्री पत्याएनन्, मन्त्रीमा पत्यायो। त्यो चाहिँ के हो भने साह्रै साथीहरूले चाहिँ के अरे यो उसमा जानु पर्यो, यो के अरे राजनीतिमा हाम फाल्नु पर्यो भनेर त्यत्तिकै क्याउ 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 गरेको हुनाले मैले तिनीहरूको मुख टाल्नलाई प्रधानमन्त्री दिए जान्छु नत्र जान्न भने मलाई क्वार्टर चाहिन्न। सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्, त्यहाँ चाहिँ एउटा बेड भए पुग्छ है, एउटा टेबल, एउटा कुर्सी, मन्त्रालयमा बस्ने। आप कहाँ थे ज्ञानी बाबा? एउटा पुलिसको एउटा आर्मीको 2 जना रहेछ। भाइहरूलाई मैले भनेछु रिपोर्ट गर्नु, माथि आफ्नो कमान्डरहरूलाई रिपोर्ट गर्नु कि यो मन्त्रालयमा छँदै यहीँ बसौँ होइन। म यहाँबाट बाहिर निस्केपछि मेरो पछि आउनु पर्दैन। उहाँले आज जित्नु भएको छ, उहाँलाई जितेर गर्दैन नि, जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा। गर्छु भनेर जिते। बात त सही है। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै। 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि। ल्यापटपले ठ्याक्क अनुहार थिक्दो रहेछ कि। खत्तम, बाई बाई। अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि। यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन, यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु।